ओके हजुरलाई हट लेमन आइरहेको छ हजुर लिन सक्नुहुन्छ कसको हो हजुरकै हो त्यो हजुर लिसियस होइन म समात्छु हट लेमन त झन् म खानै सक्दिनँ हट कुरा त म केही खानै सक्दिनँ म किन अलरेडी हट छु जस्तो लाग्छ है चिया खान्छु तर ब्ल्याक टी म डेरी खाँदिनँ सो ब्ल्याक टी चाहिँ खान्छु एकदमै खान्छु ओके तर मलाई अदरक मरिचहरू हालेको त्यस्तो छ नि त्यो मसला खालेको टी मनपर्छ ब्ल्याक टीमा पनि के अदुवा त्यो सबै हालेकोमा मलाई चाहिँ अलिकति चामल पनि हालिदिएर दाल पनि हालिदिएर त्यसमा अलिकति छिस्स गरेर छ नि सिटी ल्याएपछिको त्यो खिचडी पनि चल्छ मलाई चाहिँ हल्का फैलावट अलिकति केही धेरै भएछ हजुरको यो फैलाउने चिज धेरै हाल्छु मैले त्यही भएर नि फैलिरहेको भगवानको त थाहा पाइन्छ भने मेरो त सिङ्किन्छ तर मलाई भगवान् साँच्चै भेट्नु मन छ खोजेर भेटिन्छ भगवान् यो डाइरेक्ट दिइरहनु भएको छ मलाई र म आफैले सोच्दाखेरि वावाईको केही छैन जाओस् 7 तलाबाट जम्प गर्दा यस्तो हुँदो रहेछ भनेर सो त्यो तरिकाले तर मैले पनि त्यो बेलामा निखिलले 7 तला हालेपछि मैले पनि हाम्रो 1 तलाबाट ट्राई गरेँ राजेन्द्र खरेक डाइरेक्टर सबलाई मैले भने म पनि तलाबाट हाल्छु भने मैले होइन त्यो 9 तला थियो तर अनि 9 तला हाल्ने भन्नुभयो भने म हाल्छु त निखिलले 7 तला हाल्छ म 9 तला हाल्छु योभन्दा माथि छैन साँच्ची हो भनेर साँच्ची हो कसम ल रेडी भएन तर दाइ एउटा कुरा भने मैले 8 तलासम्म फर्म राख्नुपर्छ इन्क्वायरीहरू नम्बर मागिन चलाउनु हुन्थ्यो नि त 197 मा फोन हेलो त्यहाँ गुड सिनेमा हलको नम्बर पाउन भन्थे अरे दाइ बोल्नु भयो हो भाइ नमस्ते म हरिवंश दाइ बोलेको भाइ दाइ नमस्कार त्यहाँ मेरो भाइहरू फिल्म हेर्न आउनेवाला छन् भाइ यसो त्यहाँ टिकट राखिदिनु न भाइ दाइले भनेपछि भइहाल्छ सुशील छेत्री हाम्रो ग्याङ थियो पैसा गोजीमा मरेर कलेक्ट गरेर बसमा पुग्न हलसम्म पुग्ने पैसा हुन्थ्यो म्यानेजर नाम भन्ने आउँथ्यो हजुर म्यानेजरले भेट्न आएको दाइ नमस्ते ओहो अनुहार पनि सेम ल रे मैले सुनेको त हुन्छ नि दिलीप दाइले त हुन्छ नि खाजाको टाइममा पनि भातै खानुहुन्थ्यो मैले एकचोटि घट्नु पऱ्यो भनेर होइन मैले डक्टर पनि गएर सल्लाह गरेँ होइन मैले डक्टर साहब म अलिकति घट्नु पऱ्यो मलाई अब खानामा मान्छेले चाहिँ मोटायो भने होइन अलिकति डाइटिङ साइटिङ पनि भन्छ नि यो के कसरी गर्ने हो भनेर एउटा डाइटिसियन डक्टरसँग सल्लाह गरेको अनि तपाईँले चाहिँ हेर्नुहोस् अब रोटी खाने गर्नुहोस् डिनरमा रोटी खाने गर्नुहोस् लन्चमा रोटी खाने गर्नुहोस् भन्नुभयो अनि मैले भने सोधेँ नि सर डिनर पछि खाने कि लन्च पछि खाने भनेर क्या अनि म यस्तो खाने मान्छे होइन त अब मैले खानालाई छोडिदिएँ अब डाइटिङ 6 महिना खाएन मैले 6 महिनाको दिन मैले खाएँ ब्राउन राइस त्यो पनि राइस नखाने मान्छेले ब्राउन राइस खाएँ मलाई यस्तो निन्द्रा लाग्यो भात लाग्यो लागेर यस्तो सुतेको नि भुइँचालो आयो भाग यस्तै भुइँचालो आयो मेरो एउटा अचम्म लाग्दो लाज लाग्दै कुरा सुन्नुहुन्छ म जति बजे पनि भात खान सक्छु जति बजे पनि खान सक्छु म 6 बजे पनि खाइदिन सक्छु मान्छे हुन्छ नि बिहानको 6 बजे बिहान 6, 7, 8, 9, 10 एनी टाइम अलिकति म चाहिँ हिरो मेन्टेन गर्नुपर्छ मैले भात छोड्नुपर्छ एकदम स्लिम ट्रिम हुनुपर्छ भन्नेतिर ध्यान गएन तपाईँको कुनै टाइम मेरो एभ्री डे जान्छ ध्यान म एभ्री डे जान्छ म एउटा हिरो म एउटा एक्टर हो मैले चाहिँ मेन्टेन गर्नुपर्छ अलिकति बडी मेन्टेन गर्नुपर्छ लाग्छ होइन जब लन्च ब्रेक हुन्छ अनि ठक्क खाना हातमा आउँछ सबै बिर्सिन्छु क्या यो चाहिँ एक-एकवटा फुल्ने फुल टाइपको मल हो यो चाहिँ क्या त्यसले गर्दा एक-एकवटा फुलमै सुन्दरता देखिन्छ रोप्ने कि नरोप्ने भन्ने चाहिँ उहाँको हातमा छ होइन के भन्नुहुन्छ तपाईँ समझ्नु म अलिक कुनै साहित्यमा तपाईँले दिनुभयो मैले बुझिनँ म फुल होइन नि त म त भमरा हो नि त भमराले फुलको रस चाख्नु भयो कि चाख्नु त धेरै खोजे हो सुँग्न मात्र पाइयोस् हाम्रो एकजना निर्माता नि हुँदो रहेछ पहिला जमानामा ग्रुप डान्स गर्दाखेरि नै डान्स असिस्टेन्ट पनि गर्थेँ अनि उहाँले नि भन्नुहुन्थ्यो अरे क्या अरू कुरा हुन्थ्यो अरे क्या त्यहाँनिर ओहो त्यो दिलीप कस्तो राम्रो खट्छ कस्तो मिहिनेत गर्छ डान्स पनि त्यस्तै गर्छ सिकाउँछ त्यस्तै खट्छ त्यस्तै भनेर निर्माता हुनुहुन्थ्यो क्या एकजना शैलेश आचार्य भन्ने दाइ भात पनि त बसेर खान्छ भन्नुहुन्थ्यो अरे क्या ओए के हो तरिका ती दुईवटा आँखा हुन् कि गोलभेडा वरिपरि केही देख्दैनौ
देखिन देऊ न त मलाई तिमीरा दुईटा गोलबेडा म जानी जानी आएको भने उतातिर लाँदै थिएँ चिप्लेर यतातिर आयो त म के गरौँ जा अब काठको ढुङ्गा त सम्हाल्न सक्दैनौ भने झन् यो लाठे जवानी कसरी सम्हाल्छौ ओ फेरि पोथीबासी नमस्ते दाइ मात्रै भन्नु या यहाँको चलचित्र बच्चामा हेर्थे मात्रै भन्दाखेरि त्यो फिडब्याक अडियन्ससँग लाइभ इन्टरेक्ट गर्दाखेरि कतिको पेनफुल हुन्छ होइन मलाई त खुसी लाग्छ जहिले पनि तपाईँको फिल्म हेर्दाखेरि सानो थिएँ भन्छन् होइन धेरै ठाउँमा तपाईँले पनि भन्नुभयो सानो थिएँ म चाहिँ के भन्छु भने आजसम्म जिन्दगानी दर्पण छाया त हामी सबैको डायलगै हो सर म पनि के भन्छु नि त्यो फिल्म खेल्दा म पनि सानै थिएँ 16 वर्षे जोबन भन्ने फिल्ममा त्यसमा उहाँ मेरो छोरा हुनुहुन्थ्यो ओ माय गॉड हाउ टु एडजस्ट छोरा म पहिला छोरा भएर खेलेँ फिल्ममा नाम पनि राज हो फेरि राज बाबु छोरा भन्नु परेको त्यो फिल्मको बादमा दर्पण छाया फेरि दर्पण छायामा चाहिँ फेरि राज भन्नु पर्ने फेरि कन्फ्युज हुन्थ्यो कि हजुर आमा भन्नु कि हजुर स्मृति भन्नु कन्फ्युज हुन्थ्यो हेर्नुस् त हेरे राम्री नै छौ तर म तिमीसँग बिहा गर्दिन बिहे हो बिहे अझ हेर न बिहा गर्छ भने होला पोइन्टलाई राखी तिमीले पोइन्ट त के कट्टु नै लगाएर आए पनि नि म चाहिँ तिमीसँग बिहा गर्दिन के हो यो हलुवा हो चिनी नहालेको हलुवा नेपाली भएर ढिँडो पनि चिन्दैनौ ढेँडो थाहा हुँदैन त्यो 2 वर्ष विदेश बसेर मकैको पातमा चाहिँ यो लम्बा पात क्या है भने जस्तो के दिनदुगीमाथि दया गर्नुहोस् हजुर म अन्धो मेरो दाइ लङ्गडो म लङ्गडो मेरो दाइ अन्धो कैसा लगा मेरा मजाक हामी जन्मैदेखि यस्तै हौ केही रुपियाँ पैसा दान गर्नुहोस् हजुर भगवान्को तपाईँलाई ठुलो कृपा दृष्टि लाग्नेछ एउटा चिज उहाँले के भन्छ नि यो हरेक चिज चाहिँ परिवर्तनशील छ है होइन स्टार हुनु होइन फेरि ढल्नु फेरि स्टार हुनु फेरि ढल्नु यो समयमा हिजो निरन्तर चलिरहेको छ त्यसलाई त्यति फुल्न जरुरी छैन फुल्नु हार्मफुल हुन सक्छ निखिल जीले जे भन्नुभयो त्यसलाई चाहिँ कपी पेस्ट गरेर हजुरले लिनुहोस् दिनभरि फाइट खेलेर नाचेर थाकेर आएको हुन्छ 2 बजे डबिङ हलमा बसेर झुबुदी डबिङ गर्नु पर्थ्यो अनि म सोच्थेँ अनि यो कस्तो लाइनमा आइगयो डबिङकोमा यो पनि घटना हुन्थ्यो उताबाट भनिरहेको हुन्थ्यो डिरेक्टरले निल त्यो कतिचोटि भन्दाखेरि त्यो सुतिसक्यो हुने क्या होइन फेरि उठेर फेरि गर्ने अनि त्यो टाइममा चाहिँ दिलबिल मलाई दिएको एउटा सजेसन म कहिले पनि बिर्सिन्न कि तनाव देखेर होइन सबैहरू बसिरहेको क्यार थ्रेटनिङ त्यत्तिकै आछ त्यो आछ दुनियाँ आछ नि टेन्सन लिने म तिमीलाई एउटा सिकाउँछु क्या यो सेड्युल जुदिन के हो थाहा छ भयङ्कर ऊ पनि होइन बिजी होला उसँग केही ट्रिक भने त भाग्ने सुटिङमा के हुन्छ भने नि लन्च ब्रेक कहिले टाइममा हुँदैन कहिले खाने सिन हुन्छ नि त खाना खाने सिन हुन्छ नि त टक्कर खाना खाने सिन हुन्छ सबजना भोकाएका हुन्छन् होइन हामीले कति भोकाएर हुन्छ अब फ्रेस खाना तातो खाना ल्याउँछ टक्क लाएर खाना खान लाग्ला सर्ट लाइटिङ साइटिङ हुन्छ नि त अब को आर्टिस्टले मिलाएर ढक्क दिएर एक गाँस टक्क हुन्छ यस्तो भोक लागेर हुन्छ कि त्यो तानिदिनुहोस् कट भनिदिन्छ क्या उफो त्यो बेला यस्तो रिस उठ्ने समय मेरो लाइफमा केही पनि होइन कट भने पनि नसुन्ने जस्तो गरेर खाइदिन्छु कट कन्टिन्युटी बिग्रियो भन्छ पहिलो सेलिब्रिटी क्रस दिलीप सरको मलाई करिश्मा मानन्दर म हाम्रो टोलमा किर्तिपुरमा सुटिङहरू धेरै भइरहन्थ्यो होइन अब त्यो बेलामा म दिनभरि करिश्मा दिदीको सुटिङ हेरेर बस्थेँ अहिले चाहिँ दिदी भनेको है खासमा चाहिँ म पहिला चाहिँ करिश्मा जी टाइपको देन्थेँ क्या होइन सिधै विदेशबाट आया पिर ओरिन्जल औषधि जसले तपाईँको झरेको कपाल पर्र उमारिदिन्छ यो जादुगरी औषधि जादुगरी औषधि टाउकाको जुम्राको कसम यो औषधि सस्तो राम्रो बोल्यो भरपर्दो अस्थायी साधन औषधि साधन हो ल हजुर गरिबमाथि दया गर्नु मेरो भाइले खानै नपाएर मर्यो आमा पनि मरिन् बाउ पहिला गए बाउ मर्यो आमा पहिला गइन् ल 50 को चाहिँ होस् सोम एउटा टिकट देऊ त ठिक छैन गजब छ हेर कि अब त हामी पैसा कमाउनु भइसक्यो बिहान बेला भएन भयो नि किन नहुनु आफूलाई राति सुत्ने बेलामा कस्तो हुन्छ यता हेऱ्यो रित्तो उता छामे भित्तो चट्ट लाएर बिहे गर्नुपर्छ बुझ्यौ अनि त्यस पछाडि तिम्रो र मेरो छुट्टै संसार हुन्छ
अनि हाम्रो 2 सन्तान ईश्वरको वरदान। कस्तो कुरा गरेको पागल। के धत्नी भाउजू रक्कीले ठिकै त भन्दैछ नि। निशा तिम्रो र मेरो बिहेपछि हामी 14 जना बच्चा जन्माउने पुरै फुटबल टिम। अरे बुद्धु, फुटबल टिममा त जम्मा 11 जना खेलाडी हुन्छन्, 14 जना चाहिँ किन नि? अरे बुद्धु 3 जना एक्स्ट्रा प्लेयर चाहिएन? के हो गरे बुझ्नी गरी बोल्न। वाह, लोकतन्त्र आएपछि त कौवाले नि टुथपेस्टले दाँत मार्न थालेछन्। खाना ल्याए अब ल्याउ क्या रे, भोगले यहाँ आन्द्रा चुडिन लगाइसक्यो। भात चाहिँ यहाँ ले न, त चाहिँ उता। हेलो, तिमी यहाँ पनि आइपुग्यो ढिँडोको पैसा लिन? पैसा लिन होइन, सधैँभरिले ढिँडो खुवाउन आएको। किनकि मेरो आमाले साह्रै कर गरिन् क्या मलाई, बेगर भनेर। अब बिहे गर्नु नै छ भनेदेखि तिमीसँगै गर्छु भनेर आएको। बरु सायद कहिलेको जुरो होला। हेर होइन बिहा गर्न पाएँ भनेर यसरी खुसी भएर आत्तिनु पर्दैन क्या। हेर तिमी पूजा उहाँको हो? ए नानीहरू साली होलान्, म भिनाजु। आई लभ यु भन न प्लिज। भन्दिन। भन न प्लिज। भन्दिन। आई लभ यु भन न प्लिज। तिमीले भन्नुपर्छ। भन्दिन म, मैले पनि भन्दिन। भन न प्लिज। भन्दिन म। भन न प्लिज। 1 भन्दिन, 2 भन्दिन, 3 भन्दिन, भन्दिन म। भन न। भन्दिन। भन न। भन्दिन। के भन्दिन? आई लभ यु। खत्म। बाय बाय, टाटा, गुड बाय।